हेलो एभ्रिवान। यहाँ हेर्नुहोस् त एउटा ड्याडीले आफ्नो छोरीको लागि केक अर्डर गरेको थियो। 1.5 पाउन्डमा स्टेपमा चाहिएको थियो। यसरी मैले अनि फिनिसिङ गरेँ। फिनिसिङ गरिसकेपछि हल्का डिजाइन हानिदिनु पर्यो भनेको थिएँ। अनि यसरी डिजाइन हानिदिएँ। त्यसपछि बेसमा राखिदिएँ मैले। अनि अब अर्को मिनी फिनिसिङ गर्दैछु। 1 पाउन्ड र हाफ पाउन्डमा थियो, 1.5 पाउन्डमा स्टेपमा चाहिएको थियो। यसरी फिनिसिङ यसलाई पनि त्यसरी नै डिजाइन हानिदिएँ। त्यसपछि यसको माथि राखिदिएँ मैले। माथि राखेपछि नि यसको फ्लावरवाला डिजाइन रातो कलरमा बनाइदिनु भनेको थियो। नोजर फ्लावर यसमा हालिदिएको छु मैले। यसरी अनि डिजाइन हाल्नु पर्ने थियो। अनि साइडमा पत्ता राख्नु थियो मलाई। पत्ता राखिसकेपछि मैले अनि स्प्रिङ्कलहरू हालिदिएर डिजाइनलाई अलिकति राम्रो बनाउन खोजेको। हेर्नुहोस् त यो स्प्रिङ्कलर हालिदिएँ। यसरी पनि चारैतिर छरिदिएँ। अनि केक रेडी भयो 1.5 पाउन्डमा। कस्तो छ भन्नु है। लाइक, कमेन्ट, शेयर, सब्सक्राइब गरिदिनु। मेरो च्यानललाई प्लिज सपोर्ट गरिदिनु होला सबैजनाले। सब लोग सब्सक्राइब कीजिए हमको। ओके, टाटा बाय बाय। फिर मिलते हैं नेक्स्ट वीडियो में।